हेलो गाइज नमस्ते वेलकम एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग। फेरि पनि हजुरहरूलाई नयाँ ब्लग लिएर आइसकेको छु र अहिले भने चाहिँ हामी पशुपति बोर्डरमा छौँ, नेपाल छिर्न गइरहेको छौँ। अझ चाहिँ हामी पाथिभरा माताको दर्शन गर्नु गएको नि त हामी सबैजना है। के कसो हुन्छ हेर्दै गर्नुहोस् होला, भिडियोमा भन्दै गर्नुहोस् होला। अझ चाहिँ हामी पशुपतिमा छौँ। पशुपति अलिकति तल आइसक्यौँ, अहिले चाहिँ हामी नेपाल छिर्यौँ र के कसो हुन्छ तपाईँहरूले ब्लगमा हेर्दै गर्नुहोस् होला। मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब पनि नबिर्सिनुहोस् होला। र अहिले भने चाहिँ हामी पशुपति पनि काटिसकेको थियौँ है। यति बेला चाहिँ मजाको पानी आएर पनि घाम लागिरहेको थियो नि त, मजाले गरम भइरहेको थियो, एकदम रहिरहेको थियो। पानी पनि परेको थिएन, एकदम गरम भइरहेको थियो। पशुपति निकै तल र अहिले भने चाहिँ हामी फिक्कल बजार आइसक्यौँ है। यहाँनिर आमाहरू हुन्छ नि त, यो चाहिँ हो फिक्कल बजार। हामी चाहिँ अहिले फिक्कल आइपुग्यौँ। एकदमै मजाको दिन भएको थियो नि त। यहाँ चाहिँ हाम्रो गाडी आमेहरू पनि आउनुभयो। यहाँ फिक्कलदेखि चाहिँ आमेहरू पनि जानुहुन्छ उता पाथिभरा है। हुन्छ गाइस, अहिले तपाईँले बाटोमा भेट्छु ल। र अहिले चाहिँ हामी फिक्कलबाट काटेर पनि कन्यामको छेउछाउ आइसकेको थियौँ है। अघि बाटोमा त्यस्तो भिडियो गर्नु पाइनँ, तर पनि अहिले मैले भिडियो गरेँ है। हेर्नुहोस् होला, एकदमै दामी दिन भइरहेको थियो र तपाईँहरूलाई पनि देखाउँदै गइरहेको थिएँ म है। कन्याममा चाहिँ अहिले आउँदाखेरि तपाईँलाई देखाउँदैछु त्यहाँ चाहिँ, किनकि हामी अलिकति हतारमा थियो नि त, त्यो भएर सिधै गयौँ, हामी सिधै जान्छौँ है। अन्त त्यो भएर आउँदाखेरि चाहिँ तपाईँलाई देखाउने छु है। र हामी चाहिँ कन्याम पनि आइसकेको थियौँ है। कन्याममा पनि एकदम भिडभाड आइसकेको थियो। यहाँ चाहिँ हुन्छ हाम्रो काका। अन्त काका हामी चाहिँ अब यहाँबाट उकालो हिँडेर जानुपर्ने हुन्छ, यो उकालो चाहिँ हिँडेर जानुपर्ने हुन्छ। हामी चाहिँ पाथिभरा मन्दिर है।
अहिले चाहिँ हामी यहाँ तल रोडमा छौँ जिउकल हिँडेर जानुपर्ने छ मम्मी यहाँ बहिनीहरूले चाहिँ सामानहरू किन्दैछ बहिनी आमाहरूले चाहिँ सामान किन्दैछ यहाँ चाहिँ हाम्रो गुरुजी अर्पन्दा हेर्दै गर्नुहोस् गाइस के कसो हुन्छ यहाँ छेउमा उयोहरू यहाँ आउनुहुँदैछ बाबा काका मम्मीहरू चाहिँ अगाडि हुनुहुन्छ के कसो हुन्छ हेर्दै गर्नुहोस् होला तपाईँले पनि है तपाईँले जति सक्दो बेस्ट लक गर्ने ट्राई गर्दैछु है के जस्तो हुन्छ हेर्दै गर्नुहोस् होला मन पर्ने लाइक सेयर सब्सक्राइब पनि नबिर्सिनुहोस् र हामी चाहिँ अब यो उकालो जानुपर्ने हुन्छ यो उकालो एकदम मजाको दिन भइरहेको छ त हेर्नु सक्नुहुन्छ तपाईँले र गाइस हामी चाहिँ साथीबाट मजाको ठाउँमा आइपुगेको छौँ देख्न सक्नुहुन्छ तपाईँले अनि त्यस्तो खासै भिडै छैन अघि बिहान पानी पऱ्यो नि त त्यो भएर अहिले त्यस्तो भिड छैन र अहिले चाहिँ अलिक भिडभाड हुनु थाल्यो के कसो हुन्छ गाइस हेर्दै गर्नुहोस् होला एकदमै दोकानहरू पनि भिड छ नि त त्यो प्रसादको सामग्रीहरूदेखि लिएर लकेटहरूदेखि लिएर सबै पाउँदो रहेछ यहाँ आमै छेमा बहिनीहरू बाबाहरू बाबा काका बाबा चाहिँ माथि छ गाइस हामी चाहिँ आइसकेको छौँ यहाँको नजारा चाहिँ यस्तो छ पहिला सुरुमा चाहिँ हामी गणेश भगवानतर्फ जानेछौँ है हामीले चाहिँ यहाँ दर्शनहरू गर्न चाहिँ फर्केको है एकदम भिड हुन थाल्यो अब चाहिँ र हामी चाहिँ फर्केर अब यहाँबाट बाहिर निस्किनु पर्ने हुन्छ र हामी चाहिँ फर्किन लागिरहेको छौँ र गाइस हामी चाहिँ माथिबाट फर्केर तल बाटोमा रोडमा आइसक्यौँ मेन रोडमा है अब यहाँबाट चाहिँ हामी कन्याम म्याक्सिम निस्किने कन्याममा पनि के कसो हुन्छ तपाईँलाई के कसो रहेछ त्यहाँ पनि देखाउने ट्राई गर्छु है हेर्दै गर्नुहोस् होला भिडियो पनि बन्दै गर्नुहोस् होला मम्मीहरू त अघि आएर पनि बसिराख्नु भएको रहेछ यहाँ र भिडियो पनि बन्दै गर्नुहोस् होला गाइस र गाइस हामी चाहिँ कन्याममा आइपुगिसकेको छौँ यहाँ चाहिँ यो कन्याम कन्याम लिएको चाहिँ यहाँनिर छ नि त हामीलाई केताको त्यहाँ के कामहरू गर्दो रहेछ नि त त्यो भएर एकदम दामी जग्गा छ नि त अहिले भने चाहिँ हामी घर आइसक्यौँ है एकदमै मजा आयो र तपाईँलाई के कस्तो लाग्यो मन पर्ने लाइक सेयर सब्सक्राइब गरिदिनु नबिर्सिनुहोस् होला।